यो बीचमा पूर्व राजालाई फर्काउने गरेर पनि तयारी हुँदैछ भन्ने अर्को र्युमर चल्यो। यो माधव नेपालजीले पनि भन्नुभयो एकपटक त कथा हो, त्यो खालको तयारी पनि भएको थियो, तर ज्ञानेन्द्रले नै मान्नु भएन भन्नेसम्मको कुरा पनि आयो। तपाईँको मुखबाट सुनाउन छोटोमा। अब त्यो र्युमर पक्कै पनि चल्यो, ल आजै लाने रे भित्रै जाने रे भन्ने र्युमर चल्यो। नारायणीमा सरसफाई हुँदैछ रे भन्नेसम्मका हल्ला पनि चल्यो। तर त्यहाँ हामीले 24 गते 25 गते 26 गते त्यहाँ गएर बस्दासम्म कतैबाट पनि त्यो पुष्टि भएन, त्यो होइन थियो त्यो। अब अर्को पनि सुन्न चाहेको जवाब छ तपाईँको मुखबाट, तपाईँले त्यति धेरै पैसा घरमा किन राख्नु भएको? कहाँ थियो पैसा? कसले देखायो पैसा? त्यो नहुने कुरा, त्यो अन्तको पैसा यसको भनेर एक थरीले फेक चाहिँ, त्यो पनि एआई हो क्या? फेक एआई हो कि के हो? त्यो अरूको घरमा देखिएको पैसा यो प्रचण्डकोमा देखियो भनेर प्रचार भयो, तर प्रचण्डकोमा देखिएको भनेको 1 लाख रुपियाँ। पत्रकारले गएर हेरेर सबै छानबिन गर्दाखेरि देखियो भनेको 1 लाख। कुरा भन्नु त त्यहाँ म कहाँ त्यस्तो पैसा थियो? दुई ट्रक पैसा त अघिल्लो रात नै त्यहाँबाट लिएर अन्तै लैजानु भयो भन्ने एकजना पूर्व प्रहरी अधिकारीले पनि भन्नुभयो, सुन्नुभयो? थाहा पाउनुभयो? थाहा पाएँ। त्यो थाहा मात्रै पाएको होइन, त्यसको त पनि सचिवालयबाट खण्डन पनि भयो, चुनौती पनि दिइयो साबित गर भनेर। त्यो झुटो बाहेक केही नै 100% झुटो कुरा थियो त्यो। यो सबै हेर्दा कहीँ न कहीँ यो डिजाइन निकै ठुलो षड्यन्त्र नेपालका विरुद्ध, नेपालीहरूका विरुद्ध, नेपालका पार्टी र नेताहरूका विरुद्ध निकै ठुलो षड्यन्त्र रच भन्ने मात्रै मैले बुझ्छु। त्यो एउटा सेनाको के अरे प्रहरीको चाहिँ पूर्व अफिसरले यति झुटो कुरा प्रचार गर्ने र सेन्सेसन फैलाउने। ओहो 2 ट्रक। म राति 10 बजेसम्म मिटिङमा छु त्यहीँ खुमलटारमा। म मात्रै होइन, हाम्रो पार्टीका सबै नेताहरू त्यहाँ जम्मा छन्। 11 बजे म बेडमा गएको छु, आरामसँग सुतेको छु, प्रतिपक्षलाई बैठक बोलाएर। के को ट्रकमा लाने? अब यस्तो हावा कुरा। तर पनि यसले मलाई के लाग्छ भने निकै ठुलो षड्यन्त्रमा केही मान्छे रचन भन्ने मात्रै पुष्टि हुन्छ यसले। तपाईँको जवाब त्यो भयो। तर मेरो प्रश्न अर्को के भने, यति ठुलो पार्टी सञ्चालन गरिरहनु भएको छ, करिब 11-12% मत प्राप्त गर्नुभएको छ समानुपातिकमा। देशैभरि सङ्गठन छ, त्यत्रो धेरै कार्यकर्ताहरूको व्यवस्थापन गर्नुपर्छ। तपाईँ नेताहरूको घरमा कहिले म बिरामी छु, उपचार गर्न सकिनँ, घर जान मलाई भाडा पुगेन भनेर आउने कार्यकर्ताहरू पनि तमाम देखिनुहुन्छ। त्यो हामी पनि देख्छौँ। तपाईँको आँगनमा हरेक दिन जसो त्यहाँ भिड नै लागेको हुन्छ होइन? तपाईँहरूलाई दिने चन्दा पनि ब्याङ्किङ च्यानलबाट त्यति धेरै आउँदैन, तपाईँको मात्रै होइन, हरेक पार्टीकै आउँदैन होइन? यो पनि लुकाउनु पर्ने कुरा होइन। को सञ्चालन गर्न को अध्यक्ष भन्दा पनि अध्यक्षज्यू नै अलि बढी पावरफुल हुनुहुन्छ, त्यो पनि लुकाउने कुरा भएन। तपाईँहरू जस्तो यस्तो शीर्ष नेताको घरमा 1-8 करोड पैसा हुनु त ठुलो कुरा होइन भन्छन् नि फेरि जनताले। त्यो ठुलो होइन, हुनसक्छ, तर मैले घरमा पैसा राख्दैन थिएँ, साथीहरूकै राखिदिन्थेँ। अलिअलि गरेर बरु 10 लाख 5 लाख 10 लाख गरेर विभिन्न ठाउँमा राख्दाखेरि नै त्यो सुरक्षित पनि हुन्छ, सजिलो पनि हुन्छ। फेरि पार्टीभित्र के हो भन्ने पनि हुँदैन। विभिन्न ठाउँमा राखेको छ, सबै थाहा छ साथीहरूलाई। त्यस्तो पारदर्शी हुन्छ? त्यस्तो एउटा लेभलसम्म त पारदर्शी हुन्छ नि त। एउटा लेभलसम्म पारदर्शी नभएपछि त चल्दैन। अनि बाँकी त्यति 1 लाख थियो पैसा त्यहाँ चाहिँ त्यही देखियो भनेका छन्। मलाई त त्यो पनि के थाहा र अरू के जल्यो त्यस्तो महत्त्वपूर्ण कुरा तपाईँले बिर्सन नसक्ने केही भन्न मिल्छ? धेरै जल्यो नि। सबभन्दा बढी मलाई चिन्ता भएको मेरो पुराना थुप्रै माइनेटहरू जनयुद्धकालका थिए, शान्ति प्रक्रियामा आएपछिका थुप्रै माइनेटहरू थिए, ती सबै जले। मेरो पुस्तकालय थियो, राम्रो कलेक्सन थियो, सायद तपाईँहरूले पनि देख्नुभयो कि त्यो पुस्तकालय, त्यो सबै जल्यो। सबभन्दा बढी मलाई चिन्ता त्यहाँ छ। अब एउटा सानो प्रश्न राख्छु यही सम्बन्धी नै। गङ्गादालजीको घरमा एकजना शव भेटियो, त्यो पैसाको झोला नै समाएको शव त्यस्तो भेटियो भन्ने पनि एकदम ठुलो हल्ला चल्यो। यसको वास्तविकता के हो? अब त्यसको त अहिले अनुसन्धान भइराखेकै छ, तर अनुसन्धानमा हामीले राज्यलाई सक्ने सहयोग गरिराखिया छ, गङ्गाहरूले पनि गरिराखेकै छन्। अब त्यो के हो भन्ने सबै अनुसन्धान भएर ठ्याक्कै पुष्टि त भएको छैन। केही पैसा थियो होला त्यहाँ भन्छु मैले, पैसा त पक्कै थियो होला। मैले अहिले भने नि यो एउटा प्रतीकात्मक भने नि, पैसा मसँग भयो नि, कोही यहाँ कोही त्यहाँ अलिअलि गरेर राख्ने सन्दर्भमा त्यहाँ नि पुग्या थियो पनि होला। मैले सोध्या त छैन यसरी। तर अब बडो दुःखद कुरा त्यो, हामी यसै पनि घर जलेको, देश जलेको र सबभन्दा बढी मैले अलि
भने नि म सबभन्दा बढी भावुक भएको सिंहदरबार जल्दा त्यो त आँखा अगाडि नै हेरेर बस्नुभयो, ठुलो ठुलो होइन, पटक पटक आँसु झरिराख्यो।